मेरो पूजनीय मामा श्री हो। मेरो मामा श्री रामकाजी गुरुङको 100 वर्षको जन्मोत्सव मनाउने यही 2082 सालको फाल्गुन 7 गते दिन 100 वर्षको जन्मोत्सव मनाइयो। सम्पूर्ण इष्टमित्रहरू भेला भएर मेरो आमाको पनि 4 वर्ष पहिला 100 वर्षको जन्मोत्सव मनाएको थियो। अहिले मेरो मामा श्रीको पनि 100 वर्षको जन्मोत्सव मनाउन पाउँदा हामी धेरै हर्षित छौँ, खुसी छौँ। यसरी सम्पूर्ण आफन्तजनहरू इष्टमित्रजनहरू भेला भएर जन्मोत्सव यो साह्रै नै दुर्लभको कुरा हो। 1000 जनामा 500 जना मात्रै यसरी 100 वर्षको जन्मोत्सव मनाउन चलन साह्रै। मेरो मामाले पहिला धेरै पुण्य कमाएको हुनाले त्यो अवसर प्राप्त भएको हो। भन्छन् प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हातहरू महान हुन्छन् भन्छन्। मेरो आमा र मामाले पनि धेरै नै पुण्य कामहरू गर्नुभएको थियो र अहिले उहाँहरू धेरै भाग्यमानी हुनुहुन्छ। नभनौ उरठा माता भन्नु मेरो मामा चाहिँ कसैले केही नल्याइदियो। मेरो भएको त अब मेरो छोडेर हिँड्ने दिन आइसकेको छ, मैले अलिक कमाएको त भनेपछि तिम्रो फेरि मामा चाहिँ त्यो यो त सबै त्यसै त आएको छैन नि, होइन कि कसैले त्यसै दिएको छ। हामीले त्यो सोचै गर्न हुँदैन क्या, त्यसरी सोच्दा हुँदैन। भए पनि यो बोझ हो क्या मेरो लागि। सिक्खापदं समादियामि। चोरी नगर्ने शिक्षापदलाई पालन गर्दछौँ। कामे सुमिच्छाचार वैरमणि सिक्खापदं समादियामि। कामे सुमिच्छाचार वैरमणि सिक्खापदं समादियामि। व्यभिचार नगर्ने व्यापदलाई पालन गर्दछौँ। मुसावादा वैरमणि सिक्खापदं समादियामि। मुसावादा वैरमणि सिक्खापदं समादियामि। झूठा कुरा नबोल्ने शिक्षापदलाई पालन गर्दछौँ। सुरामेरय मज्जपमा जठाना वैरमणि सिक्खापदं समादियामि। सुरामेरय मज्जं समादियामि।
माद पदार्थ नपिउने मादक पदार्थ नपिउने शिक्षा पदलाई पालन गर्दछौँ। सम्पन्न गरिदिनु हुनको लागि विनम्र विनती अनुरोध गर्दछौँ भन्दै हुजुर साधु साधु साधु। त्यो साहस र त्यो आँट सहित आज यदि उहाँ यो दृश्य अवलोकन गर्नको लागि सायद हामी सक्षम बन्ने थिएन होला। तसर्थ बुटोल निवासीहरूले पनि, सिङ्जा निवासीहरूले पनि, काठमाडौँ निवासीहरूले पनि नेपाल मङ्गलापुरबाट लेखनी समाजका सम्पूर्ण उहाँहरू परिवार ग्रहण पश्चात शोभायात्रा हामी प्रवेश गर्न गइरहेका छौँ जहाँ जन्म
तपाईँको नाति पालो आउँछ बस्नु त त्यहाँ हजुर आउँदैन हामी भोलि